मलाई चाहिँ क्या स्पोर्ट बाइक भन्दा चाहिँ नेकेड बाइकहरू मनपर्छ नि त। रहेछ नि माथि पक्रेको ओहो दामी दामी। त्यो निन्जा चाहिँ नबेच्ने भयो नि त, त्यसले गर्दाखेरि चाहिँ अब यो बिहानले लिउँ भनेर। सो हेलो गाइज, गुड मर्निङ एन्ड वेलकम ब्याक टु अनदर ब्लग अफ विराई ब्लग। तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। तपाईँको भाइ पनि एकदमै सन्चै छ। सो नेक्स्ट डे नेक्स्ट ब्लग है। अन्त आज चाहिँ म ड्युटीको ड्रेसमा है, म चाहिँ आज कहाँ जाँदैछु तपाईँहरू थम्बनेलमा हेरेर थाहा भइसक्यो होला। एकछिन सुकुना जाँदैछु नि त, दादालाई भेट्नुको लागि हो। अलिकति कामहरू पनि छ नि त। आजको ब्लग पनि अलिकति भए पनि राम्रो हुनेवाला छ है। सो किप लभिङ किप सपोर्टिङ है। अन्त च्यानलमा जो नयाँ छ सब्सक्राइब गरिदिनु। अन्त अब भेटौँ डाइरेक्टली मोटर ब्लगिङ सेटअपमा ल। म चाहिँ सुकुना जाँदैछु हो। अलिकति हतारमै छु किनकि दादा पनि आउँदैछ नि त। दादा चाहिँ सालबारीमा छ अरे अहिले हो। अन्त सालबारीदेखि आइपुग्नु कति चाहिँ लाग्छ है? 10 मिनट पनि लाग्दैन। सोप्रोमा नि ब्याट्री नै छैन, चार्जै हेर्नु न, चार्ज हालेको बिहानै उठेर चार्ज हालेको, चार्जै भएको छैन रहेछ। त्यसले गर्दाखेरि चार्जै खोइ के भयो। सो बेसी अहिले ब्लग गर्दिनँ हो, डाइरेक्टली सुकुनामा पुगेर दादालाई भेटेर ब्लग गर्छु ल। रहेछ नि माथि पक्रेको हजुर, माथि पक्र्यो अस्ति कर्सिङमा हजुर कर्सिङमा माथि तिराएन त नम्बर प्लेट थिएन भन्दै थियो तर हेभी खालको यो प्लेट। हजुर यो गर्नुहुन्छ भन्दै थियो। यही हो, राम्रो आउँदो रहेछ साउन्ड। साउन्ड राम्रो आउँदैछ, टाढोबाट सुन्दै थियो। बाइक त राम्रो छ, केही प्रब्लम हजुर त्यही त एकताल चाहिँ घरिघरि चाहिँ आउँदैछ कि हजुर। एकताल चाहिँ नेपाल लैजाउँ भनेको भन्छु। यता यता बनाउँदैन? यता नि हुन्छ हुन त चाहिँ मैले टाइमै थाहा थिएन नि त कि। हजुर हेर न हुन्छ। म चाहिँ यो बिहानले लिउँ भनेर सोच्दैछु हो। साउन्डहरू बबाल यार, दामी दामी। सो कस्तो देख्दैछ प्लिज कमेन्ट गर्नु ल गाइस। म चाहिँ आगे एउटा निन्जा नै हेरिरहेको थिएँ नि त, यो निन्जा चाहिँ नबेच्ने भयो नि त। त्यसले गर्दाखेरि चाहिँ अब यो बिहानले लिउँ भनेर सोच्दैछु हो। हजुर साउन्डहरू त सबै ठिक रहेछ, अलिकति बाहिर चाहिँ गर्नुपर्ने रहेछ त। हजुर योहरू ऊ भएको रहेछ हो, योहरू बनाउनु पर्ने। हजुर सबै गाइस म अब घरतिर घरै ड्युटीतिर जाँदैछु हो। हुन्छ त तपाईँ, हुन्छ आन्टी, हुन्छ। अन्त अब म चाहिँ ड्युटीतिर फर्किँदैछु हो। सो गोप्रोमा चार्ज पनि नआएको पर्छ नि त। सो यति बेसी ब्लगिङहरू पनि गर्दिनँ होला। अन्त आजको ब्लग पनि सानो भयो है। म चाहिँ जस्तै बिहानले हेर्नु आएको थिएँ नि त दाको हो, किनकि लिउँ भनेर सोच्दैछु नि त म। अब होप तपाईँहरूलाई के सजेस्ट आएछ प्लिज कमेन्ट गर्नु ल। मलाई चाहिँ बबाल मन पऱ्यो क्या। अब हल्का बाहिर त हल्का ड्यामेज त हुन्छ किनकि अब मेन त इन्जिन हो नि त। इन्जिन चाहिँ एकदमै राम्रो रहेछ हो। अब म चाहिँ ड्युटीतिर जाँदैछु। अन्त अलिअलि बाटोतिर ब्लगहरू गर्दै जाउँ न ल। मलाई चाहिँ क्या स्पोर्ट बाइक भन्दा चाहिँ नेकेड बाइकहरू मनपर्छ नि त। त्यसले गर्दाखेरि क्या नेकेड बाइक लिनु इच्छा पनि हो। म चाहिँ अस्ति एउटा निन्जा 300 पनि भेटेको थिएँ, अब लिन्छु भनेर सोचिसकेको थिएँ तर बादमा बेच्दिनँ भने नि त दाले। अन्त ठिकै छ बेच्दिनँ भने नि होइन, अब उसको बाइक हो, मैले यस्तो केही फोर्स पनि गरिनँ। अन्त यो बिहानले हेरिरहेको थिएँ नि त दाको है, रिन्जिङ दालाई त सबैले चिन्छ होला।
सो दादाले पनि बेनेली बेच्छु भन्दै थियो नि त अन्त हेरौँ भनेर चाहिँ हेर्न आएको थिएँ बाइक त मन पर्यो हो प्राइस अनुसार ठिकै छ बाइकको तर अलिकति लिएर चाहिँ अलिकति कामहरू चाहिँ गर्नुपर्ने रहेछ हो बाइकमा त्यो सबै भइसक्यो भने चाहिँ यहाँदेखि चाहिँ दामी बनाइदिन्छु नि त बाइकलाई किनकि हामी नझुका होइन अब बेसी नयाँ किन्नु नपाए पनि सेकेन्ड ह्यान्ड सुपर बाइकहरू कुदाऊँ न भन्ने चाहना क्या मेरो चाहिँ सो साथीहरू म चाहिँ दार्जिलिङ मोड पुग्यो हो आज त के फाँका पो छ त खाली छ त हो ट्राफिक लागिरहेको रहेछ नि त यो रोड चाहिँ अहिले नयाँ बनाएको क्या तलबाट जाने वान वे बनाउँदैछ पुरै सो राइट गाइस है म चाहिँ ड्युटी आइपुगिसकेँ हो अन्त अब पानी सानी खाँदैछु अन्त अब फ्लोरमा गएर कामहरू गर्नुपर्ने छ अन्त आज चाहिँ मैले सानो भ्लग बनाएको है जस्ट दालाई भेट्नु पनि जानु थियो अन्त बाइक पनि हेर्नु थियो नि त सो तपाईँलाई आजको भ्लग कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु अन्त मलाई सजेस्ट पनि गर्नु ल म चाहिँ यो बाइक लिम कि नलिम बेनेली लिम कि नलिम म चाहिँ आफ्नो ब्याटम्यानलाई अब चाहिँ फिक्सै सेल गरेर चाहिँ लिम भनेको नि त किनकि अलिक ठुलो सिसीको म पनि कुदाम भनेर सोच्दैछु नि त सो यसको लागि क्या बाइक कुदाउनुमा चाहिँ एकदम राम्रो थियो हो कुदायो मजा पनि लाग्यो हो अन्त फिलै अर्को लाग्यो नि त क्या अब साउन्डहरू मजाको लाग्यो नि त सो अब यो लियो भने चाहिँ तर अलिकति काम चाहिँ गर्नुपर्ने रहेछ बाइकमा किनकि कतिवटा सानो चिजहरू चाहिँ भित्री नभए पनि बाहिरको चाहिँ सानो चीजहरू चाहिँ अलिक बिग्रेको रहेछ नि त सो मेन त यही त हो भित्री इन्जिन भन्दा त बाहिरको त बनिहालिन्छ हो भित्र मेन मुटु नै बिग्रेको छ भने के काम त हुँदैन नि त सो यसले गर्दाखेरि चाहिँ है मलाई बाहिरकोहरू चाहिँ अलिकति लाग्यो तर भित्र इन्जिन चाहिँ एकदम राम्रो रहेछ क्या इन्जिनहरू चाहिँ खोलेकोहरू छैन रहेछ सबै चेकहरू गरेँ हो मन पनि पऱ्यो अन्त होप तपाईँहरू अलिकति सजेस्टहरू दिनु है इफ यस भन्यो भने है म मेरो विक अफको दिनमा दार्जिलिङ गएर म लिएर आउनेवाला छु अन्त आफ्नो ब्याटम्यानलाई अलविदा गरेर है सो आफ्नो लाइफमा फेरि नयाँ लिएर आउँदैछु किनकि के पाउनुको लागि के खोल्नुपर्छ नि त सो यो त सबैलाई थाहै छ होला है सो अब ड्युटी आइपुगिसकेँ सो अब यहाँनिर दिदीहरू कामहरू गर्दैछ हो अब आइपादिनु दे हाम्रो मोडी दिदी हो सो अब है म पनि अब ड्युटीतिर फ्लोरतिर जानु आँटेको नि त सो त्यही भन्दै अन्त आजको भिडियो यहाँ गर्दैछु किप लभिङ किप सपोर्टिङ है सो बाई टेक केयर एन्ड सी यु इन नेक्स्ट ब्लग सो बाई